यो नेपालको भूमि भने राजालाई भन्दा अरूलाई बढी माया हुने कुरा भएन। राजा रहे यो देश रहन्छ, राजा नभए रहँदैन भन्ने हाम्रो सोच छँदैछ। कम्युनिस्ट भएर यो सोच्दै हुनुहुन्छ? कम्युनिस्ट पहिलो कुरा कम्युनिस्ट होइन, पहिलो कुरा देश हो। पहिलो कुरा देश हो। मेरा सन्तान हुन्, मलाई मेरो सन्तानको माया छ। यसै देशमा मेरा सन्तानले जन्मिन पाउनुपर्छ, मेरा पछिका पुस्ताले यसै देशमा हुर्किन पाउनुपर्छ, यही काम गर्न पाउनुपर्छ, यहीँ मर्न पाउनुपर्छ। यसको निम्ति राजा बाहेक अरूबाट यो सम्भव छैन। यो कुरालाई मैले मात्रै भने होइन, त्यसबेला चिनिया कम्युनिस्ट पार्टीका नेता माओ सेतुङले भनेका थिए संसारमा मेरो एउटा मात्रै साथी छ, त्यो राजा महेन्द्र, नेपालको राजा महेन्द्र भन्थे। महाकाली नदी समेत हाम्रो हो। पश्चिमको भाग मात्रै भनेपछि महाकाली नदी पनि सिंगै हाम्रो भयो। हाम्रो उतापट्टिको डिलै हाम्रो भयो। डिलदेखि उतापट्टि उसको भयो, डिल महाकाली नदीको उतापट्टिको डिलदेखि नेता त्यो पानी समेत हाम्रो हो। हाम्रो हो। यो सुगौली सन्धिले प्रश्न भनेको छ। राजा संसारको प्रत्येकको राजा भनेको, राष्ट्रियताको प्रत्येकको राजा भनेको पशुपति राणा पनि हुनुहुन्थ्यो त्यो सन्धिमा। प्रकाश चन्द्र लोनीजी पनि हुनुहुन्थ्यो। राष्ट्रवादको नाममा दौरा सोला कोटटोपी मफत सब लाएर म राजावादी भनेर राजा ल्याउनुपर्छ, कुद्नुहुन्छ। देशै बिक्री गरेर फाल्ने अनि राजा कता ल्याउने? देशै नहोस् राजा किन चाहियो? यहाँ देशको रक्षा गर्न, देशको सेवा गर्न, देशको संरक्षण गर्न राजा चाहिने। म यस्तो बहादुरी गरेर प्रधानमन्त्री हुन्छु भन्नै पर्दैन। अहिलेको सिस्टममा मालिकले जसलाई बनाउँछ त्यही प्रधानमन्त्री हुन्छ, जसलाई परराष्ट्र मन्त्री बनाउँछ त्यही परराष्ट्र मन्त्री हुन्छ। र नेपालमा कहाँ कहाँ कुन कुन जमिन कता कता नक्सा के गर्नु सबै मालिकले अनुसार यहाँका अहिले उनका लठेट्टै गर्छ। राजा मन्दिरले 17 साल पुसेका त्यहाँ मितेदेखि 28 सालसम्म उनको प्राण नजाएसम्म राजा मन्दिर नेपालमा शासन गरेका थियो। त्यो शासन टाइम 10 वर्षलाई नेपालको गोल्डन युग भनिन्छ। हेर्नुहोस् अहिले आएर 35 वर्ष भयो यो के नाम भएको व्यवस्था आएको छ, यो के व्यवस्था हो कुनै। यसले 35 वर्ष शासन गर्दाखेरि नेपालका 1 करोड नेपाली युवकहरू विदेशमा छन्। नेपालमा शाही सेनाले 5000 हामीले चाहिँ नयाँ मान्छे थप्नु पर्यो भन्यो भने कोही मान्छे निक्लिनेवाला छैन, किन बुढा त मिल्दैन, युवक छँदै छैन। नेपालको प्रहरीमा भर्ना हुने मान्छे हुने छैनन्। अन्तर्राष्ट्रिय यात्रा गर्दा, विभिन्न देशमा जाँदा, भ्रमण गर्दा कस्ता कस्ता रणनीति, कस्ता कस्ता कूटनीतिहरूलाई उपयोग गर्नुपर्छ भन्ने कुरा ज्ञान नभइकन त्यसै दौरासुरुवाल मात्रै लाएको भएले त नेपाली हुन सकिँदैन नि। उहाँहरू कम्युनिस्ट नेताको प्रधानमन्त्री, उहाँ भारतबाट सञ्चालित यो 46 सालको आन्दोलनमा राजालाई कमजोर बनाउनुपर्छ भन्ने एउटा सिपाही हुन् तिनीहरू। 5000 मान्छे त मैले मारेको भनेर भन्ने प्रचण्ड जस्तो मान्छे त देशको प्रधानमन्त्री भए यहाँका मान्छे हा 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 भनेर हाँसिदिन्छन्। प्रधानमन्त्री हुनुभयो हाम्रो भन्छन्। ऊ मान्छे ज्यान मारा, उसलाई त लगेर कुट्दै लगेर नखुजेलको पनि त्यो टोयलेटको छेउमा लगेर राखिदिनु पर्ने मान्छे मुलुकको प्रधानमन्त्री र देश चलाउँछ। यस्तो हालत हामी छौँ, यो हालतमा छौँ क्या हामीहरू। यो बाध्यता छ हाम्रो। जेल बसेका हाम्रो केपी ओली, खड्ग ओलीजी भन्ने मान्छे प्रधानमन्त्री हुनुहुन्छ, राम्रो हो। उहाँ 14 वर्ष जेल बसेको कुरामा उहाँलाई गौरव छ। उहाँको श्रीमतीलाई सोधे हुन्छ, उहाँले मान्छे मारे ज्यान मारा भएर बस्नु भएको त भनेर उहाँको श्रीमतीले भनिदिन्छन्, अरूलाई सोध्नै पर्दैन नि। विद्वान भएर गएर देशमा शासन गरे भए यो मुलुकको हालत यस्तो हुने थिएन। मान्छे मार्दै 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 सत्तामा पैसा हुने हालत यही हो। यो राजनीति होइन, यो गुण्डागर्दी हो। त्यसैले गरेको चलखेल हो यो। मैले राजनीति नेपालमा भन्दिनँ। 46 पछि नेपालमा कुनै राजनीति छैन। आदरणीय दशमी नमस्कार। जल्दोबल्दो राजनीति विषयमा संवादको लागि हुनुहुन्छ देवराज अधिकारीजी। उहाँ पुराना कम्युनिस्ट नेता पनि हुनुहुन्छ, वरिष्ठ राजनीतिक विश्लेषक। स्वागत छ यहाँलाई। नमस्कार। के छ, आराम हुनुहुन्छ? ठिक छ। यहाँ पुरानो कम्युनिस्ट नेता, नेपालका कम्युनिस्ट प्रधानमन्त्री चाइनाको 5 दिन भ्रमण सकेर हिजो बेलुका फर्किनु भयो। खड्गप्रसाद ओली चाइना जानुभएको थियो। हजुर, मैले न्युजमा हेरेको थिएँ। अनि उहाँ फर्किनु पनि भयो। यो एउटा आउने जाने क्रम भयो। देशले के पायो? देशले अपगाल पायो। हजुर, देशले चाहिँ हेला हुन्छ नि, देशलाई हेला गरिन्छ नि, अपमान पायो देशले। हामीले त हाम्रो देशको प्रधानमन्त्री चाइना जानुभएको छ भन्यौँ, हामीले जेसुकै भए पनि खुसी नै व्यक्त गरिदियौँ। हाम्रो देशको प्रधानमन्त्रीलाई निम्ता गरियो भन्यौँ, हामीले गौरव नै गऱ्यौँ। तर उहाँले त्यहाँ गएर जे हरकत गर्नुभयो उहाँ आफूले गर्नुभयो र उहाँमाथि जे गरियो त्यो चाहिँ नेपाली जनताको निम्ति कोसेली भयो। हामीले अपमान फिल गऱ्यौँ। उहाँलाई सबभन्दा पहिले अपमानित गराउनु भयो। उहाँलाई सबभन्दा पहिले के भनियो भने चाइनिज भनिएको छ, चाइनिज राष्ट्रपतिसँग उहाँको भेट भइसकेपछि एउटा चाहिँ उहाँ उतापट्टिका चिनिया पक्षकाले पनि आफ्नो प्रतिक्रिया दिए, नेपाल पक्षकाले पनि दिए। नेपालका नेपालका सचिव, परराष्ट्र सचिवले माने आफ्नो भनाइ भन्दा के भन्नुभयो भने प्रधानमन्त्रीजीले लिपुलेखको बारेमा कुरा उठाउनु भयो भन्नुभयो। तर उतापट्टिकोले त्यो कुरा उठाउनु भनेको छैन। उसले भनेको छैन, हाम्रो पक्षबाट मात्रै भनियो। र उसले भनेका कुरामा नेपालका प्रधानमन्त्रीले लिपुले कालापानीको बारेमा कुरा उठाउनु भयो भनेकै छैन। हाम्रा पक्षले के भन्नुभयो, के मिडियामा ल्याउन लाग्नुभयो, के अराउनु भयो मिडियावालालाई त उहाँ जान्नुहुन्छ। तर मलाई लाग्छ उहाँले कुरा उठाउनु भयो जस्तो मलाई लाग्दैन। मलाई झुटो किन बोल्नु पर्यो?
अब यो कुरा के छ भने एउटा तर्फबाट विचार गर्ने प्रधानमन्त्री साह्रै बुद्धिजीवी पनि मलाई लाग्यो त्यस बारेमा, किनभने त्यो द्विपक्षीय भेटको पनि सभा होइन, त्यो त्रिपक्षीय पनि होइन, त्यो बहुपक्षीय चाहिँ नि भेटघाट भएको हुनाले प्रधानमन्त्रीले नउठाउनु भएको भए राम्रो गर्नुभयो। किनभने त्यो चाहिँ सभा बहुपक्षीय सभामा द्विपक्षीय कुरा उठाउनु त्यो चाहिँ नि कूटनीतिक हिसाबले राम्रो होइन। मलाई लाग्छ उहाँले उठाउनु भएन होला, किन बुद्धिजीवी नै हुनुहुन्छ, उठाउनु भएन होला। उठाउनु भएको भए गलत गर्नुभयो, किनभने द्विपक्षीय वा तीन पक्षीय विषय उठाउन पाइँदैन। तर उठाए भनेर प्रचार चाहिँ किन गरियो? अब गर्नु उहाँको मूर्खता देखाउनु, उहाँले फेरि मूर्खता गर्नु। चलाकी हजुर, उहाँको लागि त चलाकी भयो नि त। त्यो चलाकी होइन, मूर्खता हो त्यो। के कुरा अन्तर्राष्ट्रिय यात्रा गर्दा, विभिन्न देशमा जाँदा, भ्रमण गर्दा कस्ता कस्ता रणनीति, कस्ता कस्ता कूटनीतिहरूलाई उपयोग गर्नुपर्छ भन्ने कुरा ज्ञान नभइकन त्यसै दौरा सुरुवाल मात्रै लाएको भएले त नेपाली हुन सकिँदैन नि। ज्ञानै नभएका नेता परे। अब उहाँहरू ज्ञान भएको भए त मुलुकको हालत यस्तो हुने थिएन नि बाबु, मुलुकको हालत यस्तो हुने थिएन। उहाँले ज्ञान गरेर मुलुक चलाउनु भएको। आफै कम्युनिस्ट नेता अनि उहाँ पनि आफूलाई कम्युनिस्ट नेताको प्रधानमन्त्री ठान्नुहुन्छ। उहाँहरू कम्युनिस्ट नेताको प्रधानमन्त्री, उहाँ भारतबाट सञ्चालित यो 46 सालको आन्दोलनमा राजालाई कमजोर बनाउनुपर्छ भन्ने एउटा सिपाही हुन् तिनीहरू। त्यहाँका लठेत हुन्, भारतीय लठेत हुन् यिनीहरू, भारतले सञ्चालन गरेर मान्छेहरू हुन् यिनीहरू, त्यति हो। केपी ओली सामान्य प्रधानमन्त्री भारतीय लठेत हुन्, भारतीय लठेत हुन्। भारतीयले चलाएका यहाँका लठेतहरूले देश चलाइरहेछन् अहिले। यहाँ सुन्नुहोस् न, 5000 मान्छे त मैले मारेको भन्ने प्रचण्ड जस्तो मान्छे त देशको प्रधानमन्त्री भए यहाँका मान्छे हा 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 भनेर हाँसिदिन्छन्। प्रधानमन्त्री हुनुभयो हाम्रो भन्छन्। ऊ मान्छे ज्यान मार, उसलाई त लगेर कुट्दै लगेर नखु जेलको पनि त्यो टोयलेटको छेउमा लगेर राखिदिनु पर्ने मान्छे मुलुकको प्रधानमन्त्री भएर देश चलाउँछ। यस्तो हालत हामी छौँ, यो हालतमा छौँ क्या हामीहरू। यो बाध्यता छ हाम्रो। जेल बसेका हाम्रो केपी ओली, खड्ग ओलीजी भन्ने मान्छे प्रधानमन्त्री हुनुहुन्छ, राम्रो हो। उहाँ 14 वर्ष जेल बसेको कुरामा उहाँलाई गौरव छ। म उहाँलाई अनुरोध गर्छु, उहाँको श्रीमतीलाई सोधे हुन्छ, उहाँले मान्छे मारे ज्यान मारा भएर बस्नु भएको त भन्नु उहाँको श्रीमतीले भनिदिन्छन्, अरूलाई सोध्नै पर्दैन नि। त्यहाँदेखि ज्यान मारेर जेल बस्नेहरू देशको प्रधानमन्त्री छन्। तपस्या गरेर, ध्यान गरेर, अध्ययन गरेर, देशको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको ज्ञान गरेर, मुलुकको भूगोल, धर्म, संस्कार, संस्कृति, परम्पराको अध्ययन गरेर अडो चाहिँ विद्वान भएर गएर देशमा शासन गरे भए यो मुलुकको हालत यस्तो हुने थिएन। मान्छे मार्दै सत्तामा पैसा हुने हालत यही हो। राजनीति त निर्मम हुँदो रहेछ हैन? यो राजनीति होइन, यो गुण्डागर्दी हो। यो राजनीति पनि होइन, विदेशीले गरेको चलखेल हो यो। मैले राजनीति नेपालमा भन्दिनँ। 46 पछि नेपालमा कुनै राजनीति छैन। के छ भने विदेशीका खेतालाहरूले यहाँ कारोबार लिपिले काला पानी यो मिचिएको, बेचिएको वा नेपाल निर्भर भएको। सुगोलीको सन्धिको दफा 5, सुगोलीको सन्धिको दफा 5 ले के भन्छ भने नेपालका राजा, उनका वंशज र उत्तराधिकारीले अब आइन्दा काली नदीदेखि पारिपट्टिको भूभागमा भएको अधिकार छाड्नुपर्छ भन्ने सुगोलीको दफा 5 मा लेखेको छ। हामी सम्पूर्ण नेपाली जनताले बुझ्नुपर्ने कुरा यति नै हो। महाकाली नदी भन्दा पश्चिमको भागलाई राजाका वंशज उत्तराधिकारीले छाड्नुपर्छ भनिसकेपछि दाबी गर्न पाउँदैन भनेको छ। र त्यो सन्धिमा त्योभन्दा पूर्वको सबै भाग कोशी महाकाली नदी समेत हाम्रो, पश्चिमको भाग मात्रै भनेपछि महाकाली नदी पनि सिंगै हाम्रो भयो। हाम्रो उतापट्टिको डिलै हाम्रो भयो। डिलदेखि उतापट्टि उसको भयो। डिल महाकाली नदीको उतापट्टिको डिलदेखि नेता त्यो पानी समेत हाम्रो हो। यो सुगोली सन्धिले प्रश्न भनेको छ। अर्थ जुरा लिपिले काला पानी जति पनि त्यो ठाउँका नाम भन्छ सब वारिपट्टि हुन्, सबै वारिपट्टि हुन्। यसमा विवादै छैन। अनि किन त्यो ठाउँमा आफ्नो सेना पठाउन सक्दैन नेपाल सरकार? अब नेपाल सरकार भनेको नेपाल सरकार हुनु पर्यो नि, नेपाली जनताको सरकार हुनु पर्यो नि। तपाईँलाई म एउटा सानो प्रमाण दिन्छु। जुद्ध शमशेर महाराज भन्ने एउटा श्रीतिन महाराज जुद्ध शमशेर हुनुहुन्थ्यो राणाको पालामा। त्यसबेला जार्ज पञ्चम, बेलायतका राजाका छोरा जार्ज पञ्चम भारतमा उनी चाहिँ आफ्नो देशको चाहिँ भ्रमण गर्न आए। त्यसबेला सिंगै सूर्य जहाँ छन् त्यहाँ अंग्रेजको शासन व्यवस्था थियो। भारतमा पनि अंग्रेजको शासन व्यवस्था थियो। त्यहाँका जार्ज पञ्चम आए। उनले आउने क्रममा उनलाई कार्यक्रम तय हुँदा शिकार खेल्ने ठाउँ पनि एउटा तय गरियो र शिकार खेल्ने ठाउँमा उहाँलाई चाहिँ तयारी गरेर त्यो शिकार खेल्नको निम्ति त्यो चाहिँ नि टेन्टहरू गाड्ने काम भयो, सेना ल्याउने काम भयो, त्यहाँ सुरक्षाको व्यवस्था गर्ने, खाने बस्ने सब व्यवस्था गरिरहेको बेलामा यहाँ जुद्ध शमशेर महाराजका खबर के आयो भने सरकार हाम्रो सरहदभित्र अंग्रेजले टेन्ट गाडेर शिकार खेल्ने कार्यक्रम बनाउँदैछ सरकार भन्ने आएपछि जुद्ध शमशेरले के भने, ए माइला बबर शमशेरलाई जा त्यो खैरेलाई गएर खेदेर आइज भनेर जुद्ध शमशेर ठाडे भनेका थिए। बबर शमशेरले सेना लिएर यहाँबाट जाँदा आधा उधी बाटोमा पुग्दाखेरि उसले थाहा पायो, ओहो जर्नल माथिबाट आयो अरे, बबर शमशेरको टोली आयो अरे, के भयो अरे?
त्यहाँको राजाले चाहिँ श्री तिनले खेद्नु भन्नु अरे भने हतपत्त उनीहरू के अरे नक्सा हेरे यो त सुस्ता पारिपट्टि त हाम्रो होइन नि, हामी त सुस्ता वारी पनि आइसकेछौँ, गल्ती भएछ हाम्रो। राताबाट उठेर उनीहरू भागे। संस्कार भने त्यस्तो थियो। राणाहरू राष्ट्रवाद थिए, त्यसरी राष्ट्रपति इमान्दारी थिए राणाहरू। अनि आफ्नै भूभाग यसरी मिचिराख्दा अब यिनीहरू त उनीहरूले पठाएका कार्यकर्ता हुन् नि त। राणा त नेपाली जनता हुन् नि त, नेपालका जनता, नेपालका छोरा, नेपाली आमाका छोरा थिए राणाहरू। र नेपाली जनतालाई शासन गर्न हो कि नेपाली जनताको नेपालको माटोको सेवा गर्न, रक्षा गर्न, सार्वभौमसत्ताको रक्षा गर्न, यो मुलुकको राष्ट्रियताको जगलाई बलियो बनाउन, राष्ट्रियतालाई संसारभरि लैजान, यसको निम्ति उनीहरू मुलुकमा राज्य गरिरहेका थिए। त्यसैले उनीहरूले राष्ट्रियता शासन गर्न आएका, त्यसैले उनीहरूले राष्ट्रियता बुझे अनि राजालाई चाहिँ कम्तीमा खोपीमा भए पनि राखिराखे। राजा चाहिन्छ, राजा संसारको प्रत्येकको राजा भनेको, राष्ट्रियताको प्रत्येकको राजा भनेको भन्न राणाले बुझेका थिए, राखेका थिए। अहिलेका यिनीहरू उसले पठाएका लठे तुनाले उहाँले जे हराएका छन् उनीहरूका मालिकले त्यही काम यहाँ गरिरहेका छन्। लिपुले यिनीहरूकै होइन, उनकै मालिक हो, उनको मालिकको आदेश अनुसार भन्दा बाहिर यिनीहरू जान सक्दैनन्। त्यसैले महाकाली सन्धि जुन 2053 साल असोज 4 गते महाकाली ट्रिटी भयो। हजुर। त्यो बेलाका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबा र उता पीवी नरसिंह राव अनि यतातिर कम्युनिस्ट तर्फबाट एमालेका कम्युनिस्टका कुरा छोड्नुहोस् तपाईँ, केपी शर्मा ओली थिए, पशुपति राणा पनि हुनुहुन्थ्यो त्यो सन्धिमा, प्रकाश चन्द्र लोनीजी पनि हुनुहुन्थ्यो। राष्ट्रवादको नाममा दौरा सोला कोटटोपी मफलर सब लाएर म राजावादी भनेर राजा ल्याउनुपर्छ कुद्नुहुन्छ। देशै बिक्री गरेर फाल्ने अनि राजा कता ल्याउने? देशै नहोस् राजा किन चाहियो? यहाँ देशको रक्षा गर्न, देशको सेवा गर्न, देशको संरक्षण गर्न राजा चाहिने, देश चाहिँ अर्कालाई दिँदै लाने, राजा किन ल्याउने? होइन, त्यो त बुझे। जस्तै तपाईँको वार्षिक नेपाललाई कति खरब कति अरब आउँछ भन्थे अरे त्यतिखेर, त्यसलाई भन्थे अरे के त्यो अङ्क मलाई राम्रो थाहा छैन। अङ्क अब टेलिभिजनलाई बढी थाहा हुन्छ, किनभने टेलिभिजनबाट उनीहरूले प्रचार गरेका छन्, फिल्डमा त्यो काम गरेकै छैन। त्यस कारणले टेलिभिजनले नै भन्नु पर्यो कति हो, त्यो कति अङ्क भन्छन्, उनीहरूले जान्दछन्। भनेपछि जुन बेला महाकाली सन्धि गरियो त्यो भूभाग त्यही बेलादेखि हामीले गुमाएको जस्तो भयो। यिनीहरूले दिन खोलेको महाकाली सन्धिका अरू प्रकरण भन्दा पनि अहिले आएर जो चीन र भारत मिलेर जो लिपिया धोरादेखि लिएर अधिक जो भूमि लगिरहेछन्, महाकाली सन्धिको मुख्य उद्देश्य त्यति नै हो। त्यसै बेला लान मिलेन, राजाले चाहिँ केही भनिहाल्छन् कि केही। एउटा इक्जाम्पल तपाईँलाई दिन्छु, त्यतिखेर त राजा छँदै थिए। म तपाईँलाई अर्को इक्जाम्पल दिन्छु। 2009 सालमा मातृका प्रसाद कोइरालाले कोशी समझौता गर्नुभयो। हजुर, कोशी समझौता गर्दा, कोशी समझौता भन्ने मान्छेले गफ गर्छन् तर वास्तविकता थाहा छैन। कोशी समझौता गर्दा के भनियो भने कोशीमा त्यो बाँध बाँध्दाखेरि, त्यो पुल बनाउँदाखेरि, नहर बनाउँदाखेरि त्यसलाई पानी फुलाउनु पर्छ। त्यो पानी फुलेर माथि जहाँसम्म जान्छ, जतिवटा गाउँहरू डुब्छन् त्यो सम्पूर्ण गाउँको चाहिँ क्षतिपूर्ति भारत सरकारले नेपाल सरकारलाई दिने भनेर त्यसै बेला मातृका प्रसाद कोइरालाको सरकारलाई त्यसको त्यो जमिनको पैसा समेत दिएर सधैँको निम्ति जमिन लगो। उसले सधैँको निम्ति लगो। त्यो नेपाली काङ्ग्रेसको सरकार थियो, मातृका प्रसाद कोइराला नेपाली काङ्ग्रेसका सभापति हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा भएको सरकारले त्यो कोशी बिक्री गरेकै हो। तर राजा महेन्द्र त्यसबेला युवराज मात्रै थिए, राजा त्रिभुवन होइबसिन्थ्यो। पछि गर्दै 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 15 साल आयो, 16 साल आयो, 17 साल आयो। 17 साल 18 साल आएपछि राजाले आफ्नो दायित्व मैले पुरा गर्नुपर्छ भन्ने ठानेर कर्णधर अधिकारी भन्ने एउटा मान्छे त्यसबेला उनलाई जलस्रोत सचिव बनाउनु भयो। जलस्रोत सचिव बनाएर राजाले स्पेशल चिठी जवाहरलाल नेहरूलाई लेख्नुभयो, प्रधानमन्त्री जवाहरलाल नेहरू, मैले मेरो देशको प्रतिनिधि पठाएको छु, आवश्यक कुरा उसैले गर्नेछ भनेर छोटो लेख्नुभयो। लगेर नेहरूलाई दिए उनले। परराष्ट्र सचिवले, जलस्रोत सचिवले महाराज सरकारको इच्छा के छ भनेर सोधे नेहरूले। सरकारको इच्छा के छ भने त्यो कोशीले जो डुबान क्षेत्रको जो मुआवजा हामीले दिएको छ त्यो हामी लिन चाहँदैनौँ, त्यो जमिन हामी बिक्री गर्न चाहँदैनौँ। तपाईँले बनाइहाल्नुभयो, त्यसलाई भाडामा परिवर्तन गर्नुहोस्, हामी केही समयको दिन भाडामा दिन्छौँ। यो त्यो पैसा लिइहाल्यौँ, त्यो भाडामा पैसा काटिन्छ, यो जमिन हाम्रो हो, हामी जमिन बिक्री गर्दैनौँ, प्रधानमन्त्री दिँदैन, जमिन दिँदैनौँ भनेर एग्रिमेन्ट भयो। जवाहरलाल नेहरूले मन्जुर गरे। 2022 सालमा त्यो कागजमा जवाहरलाल नेहरूको त्यहाँको जलस्रोत सचिव र नेपालका जलस्रोत सचिवले सही गरेर अब आइन्दा कोशीको जुन बिक्री गरेर हामीले किनेको हो अब होइन, अब भाडामा मात्रै लिएको ठहर्ने छ भन्ने लेखिएको छ। राजाले त्यो काम, त्यो पुरानो त्यो बिक्री गरेको कागज च्यातेर भाडाको कागज तयार गरे राजा महेन्द्रले। त्यति राष्ट्रवाद, त्यति जमिन मेरो जमिन म दिन्न भन्न दिएनन्। संसारका कुनै पनि देशको संविधानले बाबु, कुनै पनि देशको संविधानले के भन्छ भने संविधान लागू भएका मितिमा त्यो संविधानले किटेको जमिन जो छ त्यो जमिन त्यो देशको भयो, जो संविधानले लागू भएका दिन। र त्यसपछि पनि प्राप्त भएको जमिन पनि फेरि त्यसै देशको हुनेछ। हाम्रो देशको चाहिँ संविधानले त्यस बेलाको जमिन हाम्रो किटानी साथ भनेको थियो। त्यहाँदेखि कोशीको जग्गा पनि हाम्रै थियो
महाकालीदेखि महाकाली सिंगेर नदी हाम्रो हो र महाकाली समेत गरेर त जग्गा हाम्रो भएपछि त्यो जमिन हाम्रो 1 इन्ची जमिन पनि कसैले दिएर दिँदैन, कसैले समुदाय गरेर गरिँदैन, त्यो संविधानले दिनै मान्दैन। त्यही त यस्तो इतिहास यति गौरवशाली छ, वर्तमान चाहिँ किन यसरी गलेको नेपाल? यसरी किन गलेको भने नेपाली जनताको साथ सत्ता छैन यहाँनिर। 47 सालपछि नेपालमा राजालाई खेदियो एकातिर, हगि, अनि अरू त्यही चाइना हिजो राजा जाँदाखेरि पाउने सम्मान, त्यही चाइना हिजो प्रधानमन्त्री जाँदाखेरि आज हामीले के बुझ्नुपर्छ भने म कहिलेकाहीँ टेलिभिजनमा एउटा के पार्टी खोलेर बसेर महेन्द्रजङ शाह हुनुहुन्छ, उहाँको अन्तर्वार्ताहरू हेर्दाखेरि उहाँ बडो राष्ट्रवादी भएर चाहिँ यसो त्यसो भनेर बडो भने कराएको सुन्छु। म उहाँका अन्तर्वार्ताबाट त्यति धेरै कुरा नबुझे पनि बडो आकर्षित छु, प्रभावित हुनुहुन्छ। प्रभावित छु। एउटा राष्ट्रवादी एउटा योद्धाको रूपमा उहाँ चाहिँ आइरहनु भएको छ भन्ने कुरा मलाई लागिरहन्छ। यी योद्धाहरूले के क्लियर गर्दै लानुपर्छ भने पहिले संविधानभित्रका बुँदा अन्तर्गत कहाँ के कुराले मात्रै राख्न सकिन्छ, हगि। अब उहाँले के गर्नुहुन्छ भने यी मान्छेहरू विदेशीका नोकरचाकर हुन्। हाम्रो पनि मेरो बाबुबाजेको पनि खेतीपाती थियो, त्यहाँ कम्तिया हुन्थे, कम्तियाले काम गर्थे र मालिकको आदेश अनुसार मात्रै जे गर्नुपर्ने गर्थे। अहिले आएर यो राजनीति गरिरहेका मान्छेहरू को छन् भन्दाखेरि तिनै विदेशीका कम्तियाहरू हुन्, कम्तियाहरू हुन्, लेबरहरू हुन्। ती मान्छेले यहाँ काम गरिरहेको मालिकको आदेश पालन नगरी नेपाली जनताको आदेश उनीहरूले पालन गर्दैन। नेपाली जनताको आदेश पालन गर्नुपर्ने उनको बाध्यता छैन। नेपाली जनताले भोटै नदिए पनि यिनीहरूको सत्ता कहीँ जाँदैन। यहाँ चुनाव भइदियो भने तपाईँलाई भन्यो मोजाम्बिक भन्ने एउटा देश छ अमेरिकाको छेउमा, त्यो देशमा सबै नाटक नेपालको जस्तै हुन्छ, चुनाव पनि हुन्छ, पार्टी पनि छन्, त्यहाँ नेता पनि छन्, हाराही गर्छन्, तर लास्टमा नोमिनेसन त्यो चाहिँ काउन्टिङ गरिसकिन्छ, त्यहाँ काउन्टिङ पनि हुन्छ। अब निर्वाचन आयोगले घोषणा गर्नुभन्दा अगाडि बोलाइन्छ मान्छेलाई, तिमीलाई यति सिट दिन्छु, हुन्छ, तर तिमीले मैले भने मान्नुपर्छ, तिमीलाई यति सिट दिन्छु, हुन्छ भनेर सबै पार्टीलाई सोद्धा हुन्छ तपाईँले भने मान्छु भनेपछि अनि कुन पार्टीलाई कति सिट विजय भएको देखाउनुपर्छ त्यहाँ देखाइन्छ। त्यहाँ सिन्डिकेट छ, त्यो सिन्डिकेटले दिएको सिट स्वीकार गर्नुपर्छ। भोट कति खोज्यो, कसले कति भोट हाले, कुन चुनाव कन्स्टिट्युसनमा कसले कति भोट हाल्यो, त्यो सब मतलब हुँदैन। नेपालमा पनि त्यस्तै हुन्छ, अहिले पनि हुन्छ। तपाईँलाई मेरो सुनसरी जिल्लामा बताइदिन्छु, एउटा चाहिँ नि चौधरी बहिनी उठेकी थिइन्, विजय कुमार भगवती चौधरी भन्ने एउटी बहिनी उठेकी थिइन्, बडो असल छन्, तिनी धार्मिक छन्, राम्रो मान्छे छन्, मेरै जिल्लाको काउन्टिङ भइसक्यो। विजय गस्तार भनेर ठुलो मान्छे हुनुहुन्थ्यो त्यो अर्कोतिरको, उहाँलाई चाहिँ चुनावमा नजिताएको भएको छैन। अनि भोट ल्याएको छ भगवती चौधरीले, धेरै विजय गर्छलाई जिताउनु पर्ने छ। परिस्थिति कस्तो छ? नेपालका धेरै ठुला नेताहरूको पनि त्यो गणनामा 2-4 दिन 1-2 दिन त्यस्तै हुन्छ। सिरा क्षेत्र नम्बर 5 मा हुन्छ, कसलाई जिताउनु भन्ने आदेश हुन्छ मालिकको, त्यही अनुसार त्यसलाई टक जिताइन्छ। बिचरा धेरै भोट ल्याएर जित्न पाइँदैन, धेरै भोट ल्याउँदै पनि जित्न पाइँदैन कि मालिकलाई खुसी पार्न सके जितिन्छ। त्यहाँ यस्तो सिस्टम नेपालमा, त्यस्तो प्रजातान्त्रिक कुनै कारणवश हारिहाले भने पनि हार्नै पाउँदैन। उसलाई घुमाएर प्रधानमन्त्री बनाइन्छ, जसरी माधव नेपाल बनाए। माधव नेपाल प्रधानमन्त्री बन्नु भएको थियो। तपाईँलाई भनिदिउँ, माधव नेपालको कुरा उठाइहाल्नुभयो। झलनाथ खनालजी त्यसबेला पार्टीको अध्यक्ष, झलनाथ खनाल त्यसबेला चुनाव जितेर आएको प्रतिनिधि सभाको सदस्य, झलनाथ त्यसबेला संसदीय दलको नेता, 3टा गुट थिए झलनाथ खनालसँग। उनी पार्टीको अध्यक्ष, उनी नै प्रतिनिधि सभाको चुनाव जितेर आएका सदस्य, उनी नै संसदीय दलको नेता। माधव नेपाल चाहिँ के हुनुहुन्थ्यो भने चुनाव हार्नु भएको थियो, 2 ठाउँबाट हार्नु भएको थियो र घोसमुन्टो लाएर घरमा बसेका मान्छे। झलनाथ चाहिँ यसो कता इन्डिया चाइनातिर उता पो मिठो खाना पाइन्छ कि भनेर लाग्नु भएको थियो। एउटा प्रसङ्ग तपाईँलाई भनिदिन्छु, लाग्नु भएको थियो। उहाँ जान 2-4 दिन अगाडि एउटा मान्छेले गएर झलनाथ खनालजी यो हेर्नुभयो भने झलनाथजी छक्क पर्नु होला। एउटा कुर्ता सुरा लगाएको मान्छेले गऱ्यो, झलनाथजी तपाईँ चिन किन जानुहुन्छ, अहिले चिन जाने बेला होइन तपाईँको, यहाँ प्रधानमन्त्री को हुन्छ भन्ने चर्चा छ, तपाईँ कहीँ चिन जान आँट्यो भने होइन, त्यत्रो चिन देशले मलाई बोलायो, निम्ता गरेर म त जाने भने विचार गर्नुहोस् है, यो राजनीति हो नि, तपाईँले गल्ती गरिरहनु भएको छ भनेर फेरि त्यो मान्छेले भनिदियो। तर उनी जाने नै भाइ, चीन सरकारले बोलायो, चीनको पार्टीले बोलायो, नजाने म जाने। उनी उतै थिए, माधव नेपालले त प्रधानमन्त्री भइदिए, उनका मालिकले बनाइदिए। हेरे भए। त्यहाँ नेपालमा यहाँ म यस्तो बहादुरी गरेर प्रधानमन्त्री हुन्छु भन्नै पर्दैन। अहिलेको सिस्टममा मालिकले जसलाई बनाउँछ त्यही प्रधानमन्त्री हुन्छ, जसलाई परराष्ट्र मन्त्री बनाउँछ त्यही परराष्ट्र मन्त्री हुन्छ। र नेपालमा कहाँ कुन जमिन कता नक्सा के गर्नु सबै मालिकले अनुसार यहाँका अहिले उनका लठेट्दै गर्छन्। मालिक को हो त? मालिक त जसलाई यसको फाइदा छ त्यही हो नि मालिक। चिनिहाल्नुहोस् न, जसलाई यो फाइदा छ त्यही मालिक हो नि। यसो गर्नाले जसलाई फाइदा छ त्यही मालिक हो। खोलिदिनु पर्यो नि नेपाली जनता। जरुरी छैन, नेपाली जनताले बुझिसकेका छन्, सबै कुरा बुझिया छन्। डराउनु भएको तपाईँ पनि? मलाई त्यो डर कसको डर दिने, मलाई डराउनु पनि के छ? म 81 वर्ष मान्छे, मलाई कसको डर छ?
किन डराउने भयो मलाई के को डर म त जिन्दगीभर राजनीति गरेर हिँडेको छु जिन्दगीभर देश भनेर हिँडेको मान्छे म अब तपाईहरु यति धेरै राष्ट्रवादको कुरा गर्नुहुन्छ नेपालको भूभाग दुई ठूला राष्ट्र जसलाई मित्र राष्ट्रहरू भनिन्छ चाइना र भारत यिनीहरू मिलेर नै चाइनाको सहमति बिना त त्यो बाटो खोलेको होइन होला भारतले तपाईले सोध्या हो लिपि या धुरा भन्ने जो लामो चुचो जान्छ हजुर त्यो चुचो माथि गएपछि अहिले हेर्नुहोस् यहाँ खड्गौलीजी कम्युनिस्टको चाहिँ टीका लाएर उहाँ जानुभएको थियो उताको कम्युनिस्टले पनि टीका लगाइन्छ भनेर त्यो लामो जो चुचो जान्छ चुचोदेखि पारिपट्टि त चाइना हो नि त वारिपट्टि मात्र इन्डिया हो नि त जब पारिपट्टि भने पारि त उसको पनि त गाडी त चाइना हुँदै आयो नि हाम्रो गाडीमा त हाम्रो देशमा त आयो त चाइना हुँदै उसले पनि त छोयो नि पारिपट्टि के भनिदियो भने खड्गजी तिमी चाहिँ नरेन्द्र मोदीसँग कुरा गर उताको विषय मेरो होइन भन्यो चाइनाले यसरी लोपाइदियो उनलाई उनले पनि त गाडी त लिएर आउँदैछ नि चाइनिज गाडी आएर त हाम्रो नेपालको नक्सामा त छिरो नि यहाँ यो कुरा कोही उठाउन तयार छैनन् चाइनाले भन्दैछ हो त इन्डिया र नेपालको मात्रै कुरा हो त उसले उसको गाडी कताबाट आउँछ त त्यही बाटो आउँछ नि उसको गाडी पनि त्यसले गर्दाखेरि चाइना पनि यो कुरामा पूर्ण रूपमा सहमत छ तर उनीहरूले गरेको कुरा ठिक छ के छ भने हामी नेपालीले पहिले राष्ट्रियताको झण्डा उठाएर हिँडेका थियौं राजाको नेतृत्वमा हिँडेका थियौं राष्ट्रियताको झण्डाको कारणले गर्दा हामीले राजा महेन्द्रले 10 वर्ष शासन गरेका थिए राजा महेन्द्रले 17 साल पुसेका त्यहाँ मितेदेखि 28 सालसम्म उनको प्राण नजाएसम्म राजा महेन्द्रले नेपालमा शासन गरेका थियो त्यो शासन टाइम 10 वर्षलाई नेपालको गोल्डन युग भनिन्छ हेर्नुहोस् अहिले आएर 35 वर्ष भयो यो के नाम भएको व्यवस्था आएको छ यो के व्यवस्था हो कुनै त्यसले 35 वर्ष शासन गर्दाखेरि नेपालका 1 करोड नेपाली युवकहरू विदेशमा छन् बेरोजगार भएर यहाँ काम नपाएर गएका छन् अब गाउँमा बुढाबुढी मात्रै छन् गाउँको हालत छ बुढाबुढी मात्रै छन् कोही बुढाबुढी मरे भने अहिले मलामी कोही जान तयार छैन बुढाबुढी जान सक्दैनन् अनि घरका बुहारी र छोरीहरू जो छन् तिनै मात्रै गाउँमा मलामी जान तयार छन् अहिले अब हेरेर अहिले आउनुहोस् मुलुकमा यो अहिले त समस्या आएकै छैन अब अहिले आएर नेपालमा यस्तो यस्तो क्राइसिस आइसक्यो भएका युवकहरू 18-19 वर्ष केटा सबै हेर्नु दूतावासमा चाहिँ वा कुन देशको चाहिँ जाने कता जाने भनेर तयारी परेर हिँडिसकेका छन् अब 2-4 वर्षपछि हेर्नुहोस् नेपालमा साई सेनाले 5000 हामीले चाहिँ नयाँ मान्छे थप्नु पर्यो भने कोही मान्छे निक्लिनेवाला छैन किन बुढा त मिल्दैन युवक छँदै छैन त्यसकारण साई सेनामा भर्ना हुने मान्छे हुने छैनन् नेपालको प्रहरीमा भर्ना हुने मान्छे हुने छैनन् र नेपालको निजामती सेवामा 18 वर्षदेखि 35 वर्षसम्मका मान्छेले निवेदन दिनु भन्यो भने यहाँ 60 वर्षभन्दा उँधोका मान्छे नै हुने छैनन् अघि त्यस्तो दयनीय अवस्था त्यस्तो आइसक्यो मान्छेको यो हालत आइसक्यो छिटै नै अब त्यो दिन भइसक्यो यहाँ भोलि निजामती कर्मचारी पनि नहुन सक्ने अवस्था हुन्छ यहाँ हेर्नुहोस् अनि भारतबाटै ल्याउनु पर्ने हुन्छ यहाँ तपाईले सुन्नुभएको छैन एउटा दुईटा यो पार्लियामेन्टमा एउटा दुईटा कांग्रेसी वा के थरभएका मान्छेले बोल्या सुन्छु म अब हामीले कर्मचारी पनि विदेशबाटै ल्याउनु पर्छ यहाँका कर्मचारीले भएन भन्न थालेको म सुन्दैछु त्यो सन्देश हो के सन्देश हो भने अब नेपाली युवकहरू छैनन् यहाँनिर 18 देखि 35 का मान्छे सब विदेश गइसकेका छन् चाहिन्छ सुरुमा 18 देखि 35 का मान्छे मात्रै चाहियो त्यो त एउटा पनि मान्छे भेटिँदैन अब के गर्नु भन्दा विदेशबाट मान्छे ल्याएर फेरि यहाँ चाहिँ सेक्सन विषय बनाउनुपर्छ खर्दार बनाउनुपर्छ मुखिया बनाउनुपर्छ के गर्नुपर्छ यस्तै काम गर्नुपर्ने दिन आइसक्यो यो एउटा समस्या तटकारै आइसक्यो हेर्नुहोस् हाम्रो अगाडि अब आजको अवस्था के छ भने तपाईले उठाउनु खोज्नुभयो मुख्य कुरा नेपालको भूमि यो नेपालको भूमि भने राजालाई भन्दा अरूलाई बढी माया हुने कुरा भएन राजा रहे यो देश रहन्छ राजा नभए रहँदैन भन्ने हाम्रो सोच छँदैछ कम्युनिस्ट भएर यो सोच्दै हुनुहुन्छ कम्युनिस्ट पहिलो कुरा कम्युनिस्ट होइन पहिलो कुरा देश हो पहिलो कुरा देश हो मेरा सन्तान हुन् मलाई मेरो सन्तानको माया छ यसै देशमा मेरा सन्तानले जन्मिन पाउनुपर्छ मेरा पछिका पुस्ताले यसै देशमा हुर्किन पाउनुपर्छ यही काम गर्न पाउनुपर्छ यही मर्न पाउनुपर्छ मेरो सोच त्यो हो यसको निम्ति राजा बाहेक अरूबाट सम्भव छैन बीचका मान्छे त अर्काले अराइपरा गरेका काम गर्न आउने मात्रै हुन् यो कुरालाई मैले मात्रै भने हैन त्यसबेला चिनिया कम्युनिस्ट पार्टीका नेता माओ सेतुङले भनेका थिए संसारमा मेरो एउटा मात्रै साथी छ त्यो राजा महेन्द्र नेपालको राजा महेन्द्र भन्थे माओ सेतुङले उसको कम्युनिस्टको साथी राजा महेन्द्रलाई कम्युनिस्ट राजा महेन्द्र र उले भन्थ्यो नेपालमा कोही कम्युनिस्ट भने राजा महेन्द्र मात्रै हो अरु त ठगै ठग हुनु भनेर माओ सेतुङले भनेका थिए हजुर र तपाईलाई भन्ने होको कुरा टंक प्रसाद आचार्य 2012 सालमा नेपालको प्रधानमन्त्री भएर चीन सरकारको निम्तामा जानु हुँदाखेरि माओ सेतुङले भनेका छन् प्रधानमन्त्रीजी तपाईहरुको देश सानो छ त्यो सानो देश हाम्रो विशाल मुलुक छ हामीलाई हाम्रो मुलुकको व्यवस्थापन गर्ने हामीलाई समस्या छ भने तपाईको सानो मुलुक हामीलाई कुनै लोभ छैन त्यसकारण तपाईहरुको मुलुकको सुरक्षा तपाई आफै गर्नुहोस् राजा अलिअलि मात्रै पनि राजालाई कमजोर भयो भने तपाईहरुको मुलुकको राष्ट्रियता खतरामा हुन्छ तपाईहरुको मुलुकको टुङ्गो लाग्दैन है राजालाई तपाईहरु जहिले पनि सशक्त रूपमा राखिराख्नुहोस् है राजाको पुरै चारैतर्फबाट राजालाई बलियो बनाएर राख्नुहोस् भनेर टंक प्रसादलाई त मसुकले भन्नुभएको थियो अर्को कुरा तपाईलाई भन्नु 16 सालमा डाक्टर रायमाझी नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतले
महामन्त्री यसरी चाइना जानुभएको थियो। हजुर। उहाँको मासु त्यो टोलीमा पुष्पलालजी पनि हुनुहुन्थ्यो, त्यो टोलीमा कमर शाह पनि हुनुहुन्थ्यो, हो कि त्यो टोलीमा पिबी मल्ल भन्ने साथी पनि हुनुहुन्थ्यो। लगभग 5 जनाको टोली गएको थियो। तर रायमाझी महासचिव भएको हुनाले उनलाई अलग्गै महासचिवले बोलाएर सोधे, डाक्टर तिमीले त पार्टीको अधिवेशन गर्यौ नि, राष्ट्रिय अधिवेशन गर्यौ होइन? गर्यौं। तिमीले राजाको बारेमा के टुङ्गो लगायौ? हामीले राजालाई संवैधानिक राजतन्त्र नेपालमा चाहिन्छ भने टुङ्गो लगायौं भन्दाखेरि वाइज, यु आर वाइज लिडर। नेपालमा राजा कमजोर भयो भने नेपालै रहँदैन। त्यहाँ तपाईँले जहिले पनि राजालाई बलियो बनाएर राख्ने प्रयत्न गर्नुपर्छ। अरू राजनीतिक कुरा भनेका पछिका कुरा हुन्, राजा र राष्ट्रियता सबभन्दा पहिलो कुरा है भन्ने त त्यहाँ चाइनिज कम्युनिस्ट पार्टीका अध्यक्ष माओ सुतुङले हाम्रो पार्टीका नेता डाक्टर रायमाझीलाई भन्नुभएको थियो। केशवचन्द्र रायमाझी हो यसरी भन्नुभएको थियो, राजा शक्तिशाली हुनुपर्छ, राजा भइरहनुपर्छ, र मात्रै देश रहन्छ। अब हाम्रो स्वार्थ देश रहनु पर्यो। तपाईँ के भन्नुहुन्छ? नेपालमा अब राजा आयो भने शक्तिशाली भएर आउनुपर्छ? शक्तिशाली भएर आउनुपर्छ। राजा खेलाची गरेर कसैको लौरो भएर आयो भने त्यो सन्ठीको लौरोको हामीले केही काम छैन। राजा भएर आउनुपर्छ। राजा भनेको राजाको अगाडि पनि हुँदैन, पछाडि पनि हुँदैन, राजा मात्रै चाहिन्छ। नेपालमा राजा चाहियो। कोनी के उपनाम पुच्छर भएका सिङजुरु भएका राजा हो नि कि राजा। अब यहाँको अनुभवलाई म कुरा राखौँ। जस्तै 5 दिने चीन भ्रमण सकेर भर्खरै प्रधानमन्त्री नेपाल आउनु भएको छ। अब त्यहाँ भाग लिनुभयो, लिम्बुलेको कुरा उठान गर्नुभयो, गर्नु भने यो पनि यहाँले भनिसक्नुभयो। रुसी राष्ट्रपतिलाई भेट्नु भएको छ। अब तपाईँको उत्तर कोरियाको राष्ट्रपति पनि त्यहाँ आएका थिए। चीनले खेलाएको विशाल सैन्य परेड जसले स्पष्ट के सन्देश दिन्छ भने चीनका विरोधी शक्तिहरूलाई चाहिँ उसले त्यो शक्ति प्रदर्शन गरेर देखाएको। त्यसमा पनि प्रधानमन्त्रीले भाग लिएकोलाई कतिले गर्वको साथ लिएछ, कतिले आलोचना गरेछ। यो सैन्य परेडमा भाग लिनु उचित थियो कि थिएन नेपालका प्रधानमन्त्रीले? पहिले तपाईँ हेर्नुहोस्, यो परेड भनेको के देखाउन खोजिया हो भने हामीले जापानलाई घुँडा टेकाएर घोप्टे मुन्टो लाउन लगाएको दिन है भनेर देखाउनलाई यो चाहिँ त्यसको 70औं वर्षगाँठ मनाएको हो। त्यो जापानलाई हामीले घचडेको, घोप्टे मुन्टो लगाएको, यसलाई यसको छातीमा टेकेको भन्ने उत्सव मनाउनको निम्ति गरिएको कार्यक्रम हो। त्यो जापान के हो भन्दाखेरि हामी नेपालको निर्माण गर्ने कुरामा राजाले विभिन्न प्रकारले प्रयत्न गर्थे, तर हामीसँग सिमेन्टी हुँदैन थियो। मेरो घर धरान हो, विराटमा अञ्चलाइस बस्नुहुन्थ्यो। म अञ्चलाइस मलाई घर बनाउनु पर्यो, लौन सिमेन्टको अलिकति सिफारिस पाउन भन्दा उहाँले 10 बोरा सिमेन्ट दिनुहुन्थ्यो। 10 बोरा सिमेन्ट। आज 10 ट्रक सिमेन्ट ल्याएर मान्छेले पहिले सुपारसँग घर बनाउँछन्। त्यस बेला म माग्दाखेरि 10 बोरा सिमेन्ट अञ्चलाइसले सिफारिस दिनुभएको थियो। त्यस्तै कसैले 5 बोरा, कसैले 3 बोरा, कसैले 15 बोरा यस्तै सिमेन्ट लिएर आउँथे। यसको अर्थ इन्डियाबाट सिमेन्ट आउँथ्यो। त्यो इन्डियाबाट आएको सिमेन्टलाई हामीले कोटामा देशव्यापी रूपमा 10,000, 15,000, 20,000 बोरा दिन्थ्यो इन्डियाले, त्यहाँभन्दा बढी दिँदैन थियो। त्यो देशभरि बाँडेर हामीले मुलुकको विकास गर्नु पर्थ्यो। राजालाई चिन्ता भयो, मेरो देशमा सिमेन्ट कारखाना स्थापना गर्नु पर्यो भन्ने प्रयत्न राजाले गरे। त्यसबेला छिमेकी मित्र राष्ट्र भारतका मान्छेले पनि कुरामा यो कुरा पछि गरौँला, कुरामा उहाँले सिमेन्ट फ्याक्ट्री खोल्ने कुरामा ठुलो सहयोग गर्ने विचार गरे। एकपटक गरे, 3 वर्ष बित्यो। अर्को पटक गरे, 3 वर्ष बित्यो। फेरि अर्को पटक गर्दा 3 वर्ष बित्दाखेरि पनि उनीहरूले 9 वर्षसम्म हामीलाई खेलाइरहे। खोलिदिने कुरा गरे, फेरि बिर्सिदिने, खोलिदिने कुरा गरे, फेरि समय आएपछि बिर्सिने। 9 वर्षपछि राजा वीरेन्द्रले के सोचे भने वास्तवमा हामीलाई सिमेन्ट विदेशबाट प्राप्त हुँदैन, हाम्रो देशमै उत्पादन गर्नुपर्छ भनेर राजा वीरेन्द्र जापान गए। जापानको औपचारिक भवन चाहिँ राजासँग मात्रै, नेपालका राजा र जापानका राजा दुईटा मात्रै बसेर कुरा गर्दा राजा वीरेन्द्रले हात जोडेर भने, महाराज तपाईँ जापानको महाराज, म नेपालको महाराज, मेरा पनि जनता छन्, मेरा पनि जनता देशको विकास गर्नु छ, मलाई एउटा सिमेन्ट फ्याक्ट्री खोलिदिनुहोस्, मलाई निजी रूपमा मलाई के दिनुहुन्छ कसैले, मलाई एउटा सिमेन्ट फ्याक्ट्री दिनुहोस् भन्दा देशको लागि राजाले निजी पैसा माग्थ्यो होला नि, 2-4 बोरा मागेनन्, मलाई एउटा सिमेन्ट फ्याक्ट्री दिनुहोस्। सिमेन्ट फ्याक्ट्री कसरी दिने होला? म त यो सम्पूर्ण अधिकार पार्लियामेन्टमा हुन्छ, प्राइम मिनिस्टर हुन्छ, प्राइम मिनिस्टर बोलाऊ, प्राइम मिनिस्टर आइपुगे एकैछिनमा। ल मेरो राजाले यसो भनिरहनु भएको छ, नेपालका राजाले के गरौँ? ओके, सरकारबाट मेरो तर्फबाट उहाँको र मेरो बिचको कुरा है, राजाले मसँग माग्नु, मैले दिएँ उहाँलाई, अब त्यसको व्यवस्था तिमी मिलाऊ। प्रधानमन्त्रीले भन्दा राजा वीरेन्द्रले के भने, यो कुरा तपाईँले हामी 3 जना बाहेक चौथो मान्छेलाई थाहा हुनु हुँदैन। जबसम्म संयुक्त दस्तखत हुँदैन तबसम्म थाहा हुनु हुँदैन। तपाईँको कर्मचारीलाई जसरी कुदाउनुहुन्छ कुदाउनुहोस् तपाईँ, तर बाहिर जापान सरकारले नेपाल सरकारलाई सिमेन्ट फ्याक्ट्री दिँदैछ अरे भन्ने कुरा कहीँ कतै चुन हुँदैन जबसम्म एग्रिमेन्ट हुँदैन। त्यो प्रतिज्ञा गर्नु भने हुन्छ, नभए हुँदैन भन्दा प्राइम मिनिस्टरले प्रतिज्ञा गरे, म यो चुन दिन्न, सरकार चुन दिन्न। त्यही दिनदेखि जापानी चाहिँ टेक्निसियनहरू नेपाल आए, आउँदाउँदै उदयपुरमा सिमेन्ट फ्याक्ट्री 21 दिनका दिन जापान सरकारको सहयोगमा खुलेको थियो। 21 दिनका दिन जापान सरकार र नेपाल सरकारको बिचमा
दस्तखत भएपछि अनि थाहा भयो जापान सरकारले नेपाल सरकारले सिमेन्ट फ्याक्ट्री खोलिदियो भनेपछि हाम्रो मित्र राष्ट्रले के भन्यो, ए त मसँग खेलाची गर्ने, त मसँग दिल्लै गर्ने भनेर उसले चस्माको दाम यताउति गर्न थाल्यो र नेपालमा आफ्नै स्वतन्त्र सिमेन्ट कारखाना खोलिदिने साथी जापान हो। अब त्यो साथीलाई मुन्ट्याइरहेको बेलामा नेपालको प्रधानमन्त्री खड्गोली गएर किच्चा हाँस्छन्। योभन्दा लाजमर्दो कुरा के हुन्छ? हामी त नेपाली हो नि, हाम्रा त संसारका सबै हाम्रा साथी हो नि त, सबै मित्र हो नि त। एक मित्रले नेपालले असंलग्न परराष्ट्र नीति अनुरूप चल्नु पर्थ्यो, त्यो कदम चाहिँ प्रधानमन्त्रीको भएन, बुद्धि पुगेन, त्यो काम गर्नु हुन थियो। नेपाली जनताको इच्छा विपरीत हो, नेपालको परराष्ट्र नीति विपरीत हो, नेपालको असंलग्नता नीति विपरीत हो, नेपालको राष्ट्रिय दृष्टिकोणबाट विपरीत हो। यो नपाललाई नोक्सान हुने काम हो, एउटा मित्रलाई चिडाउने काम हो, एउटा मित्रको विरोधमा हो। सैन्य परेड त अमेरिकालाई पनि थ्रेट हो, अमेरिका पनि रिसाउन सक्छ भन्ने छ। अमेरिका रिसाउनु भन्दा जापानसँग कुरा गरौँ न। मैले अमेरिका कुरा आफ्नो होला नि, अघि जापानको विरोधमा गरिएको कार्यक्रममा नेपालको प्रधानमन्त्री गएर हाँस्नुपर्ने के जरुरी छ? त्यहाँनिर त्यो कार्यक्रम बस्नु, त्यही दिन हस्पिटालिटी भयो भने त्यो उसले त धेरैको आकलन चाहिँ यो चुनौती चाहिँ अमेरिकालाई हो भन्ने पनि भएको छ। जापानको नाम लिँदै गर्दाखेरि जापान त कम्पेरिटिभली सैनिक जुन शक्तिमा त चीन बराबर तपाईको विचारले सुन्नुहोस्, यो तपाईँले जेसुकै व्याख्या खड्गौलीजीले सबै कुरा विचार गरेर गर्नुभयो होइन, हुँदाहुँदै यस्तो भएको हेर्नुहोस्। जसले जताडे यताडे हिँड्नु भने यता जाउँ यता जाउँ, यो गल्लीबाट यता छिर्नु भन्दा छिर्नु भयो। उहाँले सबै बिचेर यसो गर्दा हुन्छ, यसो हुन्छ, अमेरिकालाई हुन्छ कि जापानलाई हुन्छ कि कसलाई हुन्छ भन्ने सोच्नु भएको छैन उहाँले। उहाँले त प्रधानमन्त्री कुर्सी बसिरहनुपर्छ। यहाँ यो कुर्सी कसैले लान्छ कि भन्ने चिन्ता मात्रै उहाँलाई। यो कदमले देशलाई खतरामा पार्नुभयो, नोक्सान भयो। हाम्रो एउटा असल मित्र, हाम्रो निम्ति बोलिदिने हाम्रो मित्र कुडियो, नोक्सान भयो हामीलाई। अन्तर्राष्ट्रिय स्तरमा नोक्सान भयो। त्यो गलत काम गर्नु हुँदैन थियो। कूटनीति भनेको यस्तो हुँदैन, रणनीति यस्तो हुँदैन। देश र देशको बीचको सम्बन्ध निम्तो पनि उहाँलाई थिएन। जस्तै राष्ट्रपति किन जानु भएन? आधिकारिक निम्तो नेपालको राष्ट्रपतिलाई थियो। हामी सामान्य नागरिक हामी बुझ्छौँ उहाँ सबैलाई बोलाएको छ। उहाँ चाहिँ उसले रुसबाट चाहिँ उहाँ चाहिँ किम इल सुल आउनु भएको छ अर्को ठाउँबाट। संसारका राष्ट्र प्रमुखलाई बोलाउँदा नेपालमा चाहिँ यो चाहिँ यी बाजे के अरे यी राष्ट्रपति बुढा मान्छे यिनलाई पनि त बोलाएको थियो नि। तर यिनको पार्टीले के भने हामी जानु हुँदैन, किनभने त्यो कम्युनिस्टले आयोजना कार्यक्रम हो र काङ्ग्रेस विरोधी अमेरिका विरोधी कार्यक्रम हुनाले यो कार्यक्रम जानु हुँदैन भनेर राष्ट्रपतिले रोकियो। राष्ट्रपति नगएपछि परराष्ट्र मन्त्री पनि जानु भएन। नभए हरेक ठाउँमा प्रधानमन्त्री र परराष्ट्र मन्त्री मिलिरहेछन् नि, हामी हेर्छौँ नि, मिलेछन् नि, सँगसँगै परराष्ट्र मन्त्री जानु भएन। यसबाट क्लियर के छ भने उहाँले आफूलाई कम्युनिस्ट माहौलमा जानुभएको जस्तो लागेर खड्गोलीजीलाई। भारत त गयो नि, जान्छ त, ऊ शक्तिशाली छ नि, उसलाई कसै के कम छ? ऊ अमेरिकालाई च्यालेन्ज दिन जान्छ, उसलाई के आपत्ति छ? ऊ शक्तिशाली मुलुक छ, जान्छ। उसको आफ्नो शक्ति छ। जसको शक्ति छैन त्यसले के गर्नुपर्छ? संसारसँग मिलेर हिँड्नुपर्छ क्या। कमजोर मान्छेले आफ्नो रणनीतिबाट हिँड्नुपर्छ। राजा महेन्द्रको पनि त्यसलाई कमजोर शक्ति थियो, तर उनले आफ्नो डिप्लोमेसी, उनको आफ्नो दूरदर्शी, उनको आफ्नो विभिन्न प्रकारका सबै देशसँग सहयोग लिएर उनले यति ठुलो राजमार्ग बनाए। 50वटा जति त उद्योग धन्दा कारखाना खोले, यता विभिन्न काम गरे। संसारका विभिन्न मुलुकमा गएर उनले चाहिँ त्यहाँका राष्ट्राध्यक्षहरू आफै आउँथे भेट्नलाई। 800 भन्दा बढी विद्यालय खोले, विश्वविद्यालय सब कामहरू गरेका छन् राजा महेन्द्रले। उनको कूटनीति, रणनीति र उनको विद्वतापूर्ण, उनको राष्ट्र प्रेमको हिसाबले उनले त्यो काम गरे। यिनीहरूलाई यहाँ कुर्सी प्रेम छ। कुर्सी कसले कतिखेर छुट लैदिने हो भने चिन्ताले खटपटिएर मेरो कुर्सी जोगाइदिने को छ भने त्यसैमा यिनीहरू हल्लिरहन्छन्। मुलुकको त यसलाई चिन्तै छैन। यसो भएको हुनाले हामी नेपालीले अहिले आएर बडो सजग हुनुपर्छ, बडो होसियारी गर्नुपर्छ। अब मुलुकमा साह्रै ठुल्ठुला समस्याहरू आएको म देखिरहेको छु। अहिले सबै कुरा भन्न मलाई सामाजिक सञ्जालहरू सबै बन्द गरायो। त्यो कुरा गर्दैछ। त्यो अब त्यो जब स्यालको काल आउँछ नि तब बजारतिर छिर्छ भन्छन् है। यसले तपाईँहरूलाई आत्तिनु पर्ने के? हामीलाई त खुसी छ। बन्द भयो भने गलत कुरा धेर प्रचारमा आउँदैन के? भ्रष्टाचार गरेको नि धेर प्रचार आउँदैन, भित्रभित्रै कुन्छ जान्छ अनि आफै त्यो हैजा उत्पन्न हुन्छ, आफै जान्छ। त्यो आफ्नै कुरा छन् भने उनीहरूको काला कर्तुतहरू सामाजिक सञ्जाल मार्फत रातारात जनताले थाहा पाए, यसकारण पनि रोकेको हुन् कि बा? त्यो उनीहरू बुद्धिमान हुन्, त्यसमा गर्छन् उनीहरू आफ्नो। तपाईँको जस्तै फेसबुकहरू भयो, युट्युबहरू भयो, यी धेरै सामाजिक सञ्जाल बन्द गराउने कुरा छ। त्यो पनि अमेरिकाबाटै के अरे अमेरिकाकै कम्पनीहरू हो होइन? यसले पनि त के कुनै न कुनै रूपले खतरा त होला नि त, एक्सन त लिएला नि त। यिनीहरू बसुन्जेलीसम्म जबसम्म यिनीहरू सत्तामा रहिरहन्छन्, यो सिस्टम रहिरहन्छ, नेपाल र नेपाली जनतालाई खतरै छ। के खतरा छ भन्ने कुरा अहिले नगरौँ। खतराका मात्रै घन्टी बजिरहेका छन् हामीसँग। अब यसको होसियारी राजाले लिनुपर्छ। पर्खनुहोस्, राजा यो मुलुकको नेता हुन्
राजाले अरू लठे जिम्मा लगाएर नि मैले फलाना हराएको छु राजतन्त्र स्थापित गर्नलाई, मैले फलानालाई खर्च दिएको छु, अस्ति भोज खुवाएर भात खुवाएर मैले फलानालाई सुमसुम्याएर पठाइदिएको छु, अब तिनीहरूले राजतन्त्र स्थापित गर्छन् भनेर राजाले गोम्केर हिँड्न पाइँदैन, राजाले भाग्न पाइँदैन, बुझ्नुभयो? राजाले असत्य बोल्न पाइँदैन, राजालाई जनताबाट टाढा जान पाइँदैन, राजाले जिम्मेवारी लिनुपर्छ, बुझ्नुभयो? नेपालका राजाले जिम्मेवारी लिएर आफ्नो नेतृत्वमा नेपालमा अहिले नेपाल जो खतरामा छ यो खतराबाट जोगाउने काम राजाको हो। जनताले यिनलाई साथ दिएका छन्। यिनले अस्ति भने नि पोखरामा हुँदै भनेका थिए नेपाली जनता हो म देशको निम्ति केही गर्न खोजे भने मलाई सहयोग गर्छौ भनेर यिनले सोधे राजा ज्ञानेन्द्रले हामी सहयोग गर्छौं भनेर अस्ति फागुन 25 गतेका दिन एयरपोर्टमा यिनी आउने भन्दाखेरि यिनको घर निर्मल निवाससम्म 20 लाख मान्छेले यसलाई स्वागत गरेर हामी साथ दिन्छौँ राजा साथ दिन्छौँ भनेका थिए। त्यो साथ दिने कुरा नेपाली जनता अहिले पनि तयार छन्, तर उनले राष्ट्रिय झण्डा बोकेर आफू हिँड्नुपर्छ, लठेत लगाएर राजा आफै निस्किनुपर्छ, निक्लिनुपर्छ। सिंहासन त बस्दै उनी हो नि त, उनी सिंहासन बसी उनी निक्लेको अर्को निक्लेर हुन्छ र? अर्को निक्लेर मिल्छ? छलफल मिटिङ भेटघाट चलिरहेको होला, फेरि झापा जानु भएको खुवाउँदै होला नि, कसलाई कुखुरा काटेर खुवाउँछन्, कसलाई के खुवाउँछन्, कसलाई दिन्छ, त्यो उनी गरौँ उनका काम। तर हामीलाई राजा अगाडि आएर नेतृत्व गर्यो भने हामी नेपाली जनता सबै निक्ले 1 करोड 2 करोड 5 करोड नेपाली जनता संसारभरिका मान्छे आउन तयार छन्, तर राजाले राष्ट्र जोगाउनु पर्छ। अब के भयो भने हिजोको जस्तो छैन। अब अहिले अन्तर्राष्ट्रिय परिस्थिति राजा आफै निक्लेपछि सक्यो होइन त खेल? राजा आफै निक्ले वार की पार हुन्छ नि, देखा जाएगा न, खेल खत्तम। खेल खत्तम त महाभारत पनि त भएको थियो नि, महाभारत पनि कौरवहरू समाप्त भएको थियो, नगरी त हुन्न नि। किता भित्र कोठामा बसेर हाँसेर हुन्छ र? एउटालाई बोलाएर ल्याएर पुराना कम्युनिस्ट नेताहरूको कुरा एउटाले बोलाएर ल्याएर दौरसा लगाइदिने, एउटा ल्याएर पाकेटमा खर्च दिने, एउटा रसी खुवाएर एउटाले कुखुरा खुवाएर हुँदैन राजनीति। राजनीति भनेको अगाडि आउनुपर्छ राजाले, नेतृत्व लिएर आउनुपर्छ राजाले। यार जस्तो पुरानो कम्युनिस्ट नेताले भनेको सुझाव पक्कै मान्नु होला। अब फेरि हामी जाउँ प्रधानमन्त्री केपी ओली भदौमै चीन र पछि भारत भ्रमण जाने कुरा छ, नेपालले के पाउँछ? नेपालले के पाउँछ भने नरेन्द्र मोदीले त्यहाँ त्यो चाहिँ कुन ठाउँमा बोलाएका छन् अरे बौद्ध गयामा। त्यहाँ बौद्ध गयामा के छ भने एक खड्ग ओलीले हजुरबा भन्ने गरेको चिन छ नि, त्यसले एउटा बुद्धको ठुलो मन्दिर बनाइदिएको छ त्यहाँ बौद्ध गयामा। त्यो अरबौं रुपियाँ पर्छ त्यो मन्दिर, त्यो देखाइदिन्छ नरेन्द्र। हेर तेरा बुढोबाउले मावलाका बुढोबाउले बनाइदिएको मन्दिर हेर, यसरी बुद्धलाई मानिन्छ, त पनि एउटा मन्दिर बनान भनिदिन्छन्। पर्तपट्टि रुस भन्ने एउटा देश छ कम्युनिस्ट नेता भएको थियो, त्यसले पनि मन्दिर बनाइदिएको छ। संसारका 50वटा मुलुकले बुद्धको मन्दिर बनाइदिएको छ त्यहाँनिर। खड्गोलाई देखाइदिन्छ, ए खड्ग ओली हेर त सबै देशले मन्दिर बना, त पनि बना हो कि अब नेपालमा जन्मेको न भन्दैछु सुन्नु। त्यसपछि अन्य लगेर पर्तिर बटवृक्ष भन्ने एउटा बरको रुख छ, त्यो बरको रुखमा लगेर हेर यो बुद्ध जन्मेको ठाउँ यही हो। तेरोमा त सिद्धार्थ जन्मेको थियो, सिद्धार्थ तेरो देशमा सिद्धार्थ जन्मेको थियो, तर बुद्ध त मेरो देशमा आएर जन्मिएको हो नि त। गौतम बुद्ध त यहाँ यो रुखा फेदमा भएको हुनाले त सिद्धार्थका कुरा गर्दै गर, म गौतम बुद्धका कुरा गर्दैछु है भनेर यसलाई कालो मुसो दललाई पठाइदिन्छ। यति नै हो इन्डियाले गर्ने काम, त्यति नै हो। यसलाई कुकुर सुकुर भिडाएर पठाइदिन्छ। तेरो काम सिद्धार्थको जप माला जप्ने, मेरो काम गौतम बुद्धको जप्ने, किन गौतम बुद्ध जन्मेको ठाउँ त यो हो नि, यो बटवृक्ष नै हो नि। यो कुरा अहिले हुन सक्छ, यति नै हो कुरा। हस्, यो महत्त्वपूर्ण समय र संवादको लागि जय नेपाल आमा।